रोशन आगोको बिहे है त यो चाहिँ पुरै भरिसकेको हो। ओ भाइ के छ ठिक छ पुरै फुल भएर बसेको हो आम्मा हो ल यता फेरि ए होइन खाली भनेको त पुरै भर्यो नि त भयो त 15-20 दिन ओ राजा के छ हालिचल ठिक छ ल ठिकै छ तपाईको चिताको कुरा पुगोस् हुन्छ चिताको त अरू के चिताउनु पर्यो ठिकै छ चिताको छ हैन एकचोटि घुमेर आउँछु है म र ए आउनु म बाइकमा जान्छु हजुर हजुर ल हाम्रो भाउजू कता हो भित्र हुनुहुन्छ ल ठिक छ ल है त सर हजुर जाने हो जेठा दाईसँग ए बेहुला चाहिँ कता हो ए यता पो हुन्छ रोशन काकाको बिहे आज ल अब लाग्यो लागौँ है यहाँनिर चाहिँ त्यही भएर म डमर सर्क जाने कहाँ अनि अम्मा गाह्रो छ त हो ल यो राइडर चाहिँ हाम्रो विशाल भाइ हो विशाल भाइले पुरा उडाउँदैछ है साथी हो सरर विशाल भाइ अझै पुगिन्छ त विशाल भाइ अझै पुग्छ ल हुँदैछ है हुँदैछ जन्ती कस्तो भइरहेछ जन्ती बेला त गइहाल्यो आज चाहिँ हामी 12 विषयबाट पनि कहाँ जाने स्वाची जाँदैछौँ है त जन्ती बनाउँदै रहेछ बाटो हाम्रो विषय भाइ दिँदैछ है विषय भाइ पनि पक पक यता पनि धेरै माथिसम्म गइसकेको छ त बाटो त नि भन्नाले बजारकै बजार
नमस्कार नमस्कार मेरो साइडमा हिँड्नु न कता हो माइलाको घर यता कता होइन यो त ए हो के भयो फेरि यहाँ भरे त्यो उlis समेत त्यो ठाउँ छैन अरे हो नि त हेरौँ त मान्छे सानो छ मैले भने त कोच्रेर आएको छ अहिले अनि उतादेखि फर्किँदा नाइटी लानु अनि? पर्यो दुईजना अनि बेहुली यो सोचेकै छैन कि यिनीहरूले त्यो त सोच्नु पर्दैन होइन अहिले कोचेर गएपछि फर्किँदा के गर्ने हुटमा चढ्ने होला अब एउटा गाडी चाहिँ अलिक खाली खाली लाग्ने रहेछ लानु पर्दैन त लानुपर्छ नि टाढा ठ्याक्क लाने बाइक हुने बाइकमा जान्छ अनि एउटा चाहिँ छात्र बेहुली त्यो क्या लोखण्डीहरू आउँछ कोही के 4 सिट भनौँ न कम्ती हो नि 4 सिट चाहिँ चाहिन्छ क्या आउँदैछ अरे है नाला त सबै बेचेर सकेर छन् नि हामी चेलाबासी भएर पनि कति एउटा बाल्नु छैन होइन लागि बनाइराखेको देशको विकास भन्छ नाश हुँदैछ जनताले पाउँदैन के काम यस्तो जोडेर पुगिसकेर खाता ल्याउने चाहिँ कहाँदेखि हो पानी धेरै माथि होला के खोला यो सभा खोला होइन के खोला त
ए यो लुङदुङ कि चुङदुङ भनेको त्यही खाजा स्टेसन आएको हो प्यास गयो सर त्यता पनि हो मैले हो गाउँको बिहा साथी हो यस्तै छ है गाउँको बिहामा गराङ ल झर्ना पनि छ यतातिर साइडको मारे राखेको थिएँ सभा पोखरी चाहिँ पुगेको छैन हो Irit, Woi, boleh. Boleh. Boge! Andy!
के हाले डाले हो कति साह्रै कति सानो हो यार ओए बोके एउटा छोरी हैन दुई छोरीलाई भन्छु ल गाडीको टोकेको हो ट्याक्सी टोकेकै हो नि त ट्याक्सी यो छोरी ए परिवर्तन भएको रहेछ नि हौ छोरी सोलिङ नगरे चिप्लेर भाँसिएर हैरान है गऱ्यो फेरि कुदाउनु पनि गाह्रै अगाडि चाहिँ जाउँ न यसरी त धुलो खाइन्छ अगाडि चाहिँ जाउँ अगाडि चाहिँ जाउँ अहिले पछाडिको नि आउँछ कोही त हेरेको सहर बजारमा चाहिँ छोइन अहिले धुलो हेर न धुलो चाहिँ उँभो धुलो आयो त्यहाँ बसेर रहेछ नि त चौकी भनेको साथी
मलाई पुरै थाहा छ फेरि के गर्नु चाह्यो यस्तो गाउँ पहिला लाग्यो नि किन ए दानाभाइ ए कसको घर बिराएर छ त हौ बा त्यति गाडी हिँड्दैन होला अनि होइन गाडी ट्र्याक्टर हिँड्ने धेरै भयो हैसी गाडी पुगिन्छ नि मेन भनेको ट्र्याक्टर भर्खर भर्खर नयाँ नयाँ बनाएको कि यसो मर्मत गरेको सफर गरेको पछि पछि आज फेरि के
अब गाउँ आएको हो ए बेघरै आइसक्यो स्वासी अरे यो गाउँ पहिलोचोटि है म आएको पहिलोचोटि त्योभन्दा अगाडि आएको थिएँ हेलो सबितलाई हेलो मान्छे गाडी पनि रहेछ यता बेग्लै रमाइलो छ गरे नि होइन जुन ठाउँमा गए पनि एकछिन पछि रमाइलोको भयो त्यस्तै रहेछ बाटो चिन्दैन होला हौ असामन पुगिन्छ केटा हो हिँड्न हो तपाईँ के जस्तो भन्नु मलाई चाहिँ झन् हेर न मलाई चाहिँ झन् हेर न कालोमा चाहिँ कालोमा चाहिँ धेरै देखिन्छ कालोमा चाहिँ देख्दो रहेछ त अनि उ यो त हिँड्नुसम्म त लालेको देखेको छैन सेतो देखिँदैन त्यो यहाँ हेर न अब तिमी यहाँ यो सबै कति पर्छ 6 नम्बर लास्ट हो यो घरमा त धेरै ठुलो पो छ त गाडाको है तल भोटी खोला ऊ छ नि सला खोला सला खोला त टोकारी होइन उता खोक्राङसम्म अनि यता यो सबै हो यसमा चाहिँ उता 5 कमान र सबै पोखरी चाहिँ कहाँनिर हो सिमाना तर यो कुसा खोला होइन कुसा खोला होइन होला होइन खोक्राङ परतिर यो माथिको ताल त हो ए पालोलाई यता नजिकै रहेछ नि सुई आउनु त कति लाग्ने 1 घन्टा बडाले आउनु भन्दा होला
त्यस्तै जस्तो लाग्यो कस्तो आएको छ होइन तातै लाग्यो बाटो चाहिँ अहिले सहर बजारभन्दा गाउँमा धेरै रहेछ जताततै बाटै बाटो गाडी के ढिलो हिँड्नु त विकासले फर्क मार्नु पऱ्यो भने त समय नलाग्दो रहेछ नि त हौ केही वर्षमा यत्रो परिवर्तन हुने बिजुली बत्ती गाडी बाटो हेरौँ त कहाँ कहाँ पुगेको छैन यार यस्तै छ है साथी हो बाँसघारीतिर पो परियो त यही हो छ रमाइलो भइरहेछ होइन ठिक छ नि दाइ हाय बिहानै पार पारेको त के हो सासले पुगेन रहेछ हेलो ए जामा भिडियो
तैँले त हड्डी पर्छ जस्तो गरिस् त अनि हड्डी पर्छ जस्तो गरे है फेरि यो क्लिप चाहिँ राख्नु है घन्टी हो हेलमेट लाउनु न नि लगाएको भिडियो फोटो हुक्का पनि तान्नु चढ्नुपर्छ है यो त हो नि ल आगो लु गरौँ हो अर्का आयो यहाँ चढ्न नि यो हो नि लाइन अब यहाँ घोडा चढ्नु पर्यो नि त एकजना घन्टी हल्लाइदेऊ न यो हो नि यो हो नि त लाइन ल ठिक छ अहिले चाहिँ बबाल भएको छ है ल ठिक छ भयो घन्टी हल्ला भनेको केटाहरूले हल्लाएन पछाडि मुनि घन्टी हल्ला आफैले हल्लाए घन्टी हल्ला न घन्टी हो होइन हल्ला अर्को चाहिँ खतरा आयो खतरा अझै आउनेछ कतिचोटि घुम्ने हो 3 चोटि यताले त बजाउँ हेरौँ हामी सिलेले त हान्दो रहेछ सिलेले त हान्दो दुईजना जन्ती पर्सिने मान्छे छ कति हानेको फेरि अनि एक महिना बोकेको होला धेरै पुग्छ रहेछ यता यहाँ के भइरहेछ अझैसम्म छ त बाँकी भुँडीमा त हावा पसिसक्यो सबै लुगा बिगार्दै त मैले चिनाउँछु त्यो मान्छे मैले हराएको मान्छे चिसो होइन आबेन हेलो हेलो खाना खाने बेला भएन भनेको खाना खाने बेला हुँदैछ पहिला चिसो खाएर नानी खाना खानासँग चाहिँ चिसो ठिक हुन्थ्यो कि ठिक छ भाउजू ढल्किन लागेको छ त नि
खाली खाली हो भान्जा के छ ल डबका आयो है डबका यो चाहिँ फेरि प्योर डल्ली भैँसीको डल्ली भैँसीको मै होइन त त्यहाँ यहाँनिर चाहिँ हो यहीँ चाहिँ हो दिनुपर्ने ठाउँ चाहिँ यहीँ हो है साथी लु गरौँ है हामी चाहिँ लु हामी चाहिँ गरौँ लु लासो सबभन्दा राम्रो चाहिँ यहाँबाट आएको त हौ कति राम्रो रहेछ त्यही भएर है नरिसाउनु है बुट्टा सरीको रहेछ नि त नि हो रहेछ त हो कता हो ए डल्ली भैँसीको म यही केटा हो अलिकति मात्रै हो हामी अब यहाँ दिउ हाल्नु त एकदमै अचार त हाल्ने हो म चाहिँ फेरि हाम्रो जेन्जी केटाहरूसँग छु है प्योर जेन्जी केटाहरू हो नि फेरि भिडियो बनाउनु पर्दैन त अरू बेला त पाइँदैन नि त आज पाइन्छ ठिक छ डबाको हान्दा केटो अघि त्यतैबाट आएको म त्यतैबाट जति गरेर आमाको रन्छ होइन माथिको डोल त बसेछ हौ अच्छा म त नहाने नखाने अरे जेन्जी भाइले केटाहरूले हात छोड्यो कि खुट्टै छोडो हौ के चाहिँ दाइ छोडिसकेको छोडिदिउँ न प्रकाश किसनजीको के छ नि खाना खाइस् नि यता हेर खाना खाइस्
ठिक छ खोर्सानीहरू दुईटा हाल्नु दुईटा एउटा हुन्छ त्यसो गर्नु त्यसो गर्नु खोर्सानी त टन्नै हाल्दैन यहाँ त तरकारी भएन नि होइन आउँछ हजुर खस्यो हेर्दा पो त्यहाँ देख्छ सानो हाइटमा छ यो भन्नु मात्रै कुनालाई चाहिँ आवाज जान्छ मलाई चाहिँ जाने चाहिँ कुन बनाएको यो त मलाई चाहिँ होइन जानु यहाँबाट प्यारासुटबाट उड्नु भने त 5 मिनेट पुग्ने खाने तल 5 मिनेट लाग्यो जान्नु भाउजू आउन प्रकाश आवाज हेरेर नि देखाउँदै जानु ओए सुनाउने नै गरा यार भाइ हाल न के भयो ए तेरे खाए न ए के हो के भाइ यार
Bye.
फल फुल फुलाउँदा मायाको फल फुल फुलाउँदा मैले रानीमा डोलो जानु भएन यात्रा खानु भएन जानु भएन यात्रा खानु भएन जानको माया त खानु भएन धन्यवाद